हामी सङ्घर्ष गऱ्यौँ होइन त अब विदाउट नलेज गऱ्यौँ त हामी यो कुरामा आएर नै त हामीलाई यो कुराको थाहा भयो नभए त कसैलाई पनि थाहा थिएन नि त त्यति बेलाको टाइममा त अब मलाई चाहिँ लाग्छ 70% मान्छेलाई चाहिँ अब त्यस्तो याद पनि थिएन अब युट्युबबाट पैसा आउँछ होइन यस्तो हुन्छ यसरी गर्नु कसरी गर्नु पनि त्यो कुराहरू नलेज थिएन नि त थियो तर अब हामी त अर्काको हेर्थ्यौँ है उता हिन्दी कन्टेन्ट अब हामीलाई केही एडिटिङमा प्रब्लम आयो भने बाहिरको मलाई चाहिँ के लागेको छ मैले चाहिँ अहिले गर्नुपर्ने थियो रहेछ क्या त्यो कन्टेन्टहरू भन्ने भयो नि त किनभने स्किल बेस गरेर आएको छ भने अनि नलेज छ भने चाहिँ नि एकदमै राम्रो हुँदो रहेछ क्या अहिले आउने कति कन्टेन्ट क्रिएटरहरू छ नि युट्युबरहरू छ नि यति मजाले गएको छ किन भने त सबको हेऱ्यो यो हेऱ्यो टक्कै यो चाहिँ हुने रहेछ है भनेर चाहिँ क्या राम्रो गएको छ नि त अनि मलाई प्रायःले मलाई सोध्छ कसरी गर्नु के गर्नु भनेर म त सबैलाई बताइदिइहाल्छु अब हामीलाई त बताउने थिएन हामी त आफै सङ्घर्ष गरेर आफै युट्युब हेरेर त्यो कता हेरेर होइन सिक्यौँ तर आफूले नलेज गेन गरेपछि त अब आफूले सिकाउनु त पायो नि त होइन सिकाइदिनु पऱ्यो जो चाहिँ अब इच्छुक छ जो गर्न चाहन्छ एउटा जुनुन बोकेको छ भने त उसलाई अब सिकाइन्छु म त यस्तो गर्नु यस्तो गर्नु भनेर सिकाइन्छु